हेलो साथीहरू, सबैमा नमस्ते। अनि कस्तो हुनुहुन्छ हजुर? सन्चै हुनुहुन्छ होला है हजुर सबै साथीहरू। अनि आज चाहिँ म बिहानै उठिसकेका थिएँ। बिहान उठेर नास्ता गरेर बच्चाहरूलाई खुवाएर अनि घरको सरसफाइ, बेड क्लिन, झाडु पोछा गर्नतिर लागेँ। अनि सबभन्दा पहिला चाहिँ बेड मिलाउनतिर लागे। बच्चाहरूले कापी किताबहरू फैलाएको थियो बिस्तारामा, अनि त्यो पनि मिलाइमुलुई गरेँ। अनि त्यसपछि बेडसिट मिलाएँ। बच्चाहरू चाँडै फोहोर गरिहाल्छन् कि, अनि त्यो पनि मिलाएँ मैले। अनि हल्का हल्का चिसो पनि सुरु हुन लागिसक्यो साथीहरू। अनि त्यसै कारणले मैले हल्का चिसोमा ओढ्ने कम्मलहरू पनि निकालेको छु। अनि अब राति ओढ्नु नै पर्यो, हल्का हल्का चिसो नि भइरहेको छ। अनि अब चिसो बढीसँगै ब्ल्याङ्केट रजाइहरू पनि पछि निकाल्नु पर्ला ओढ्नलाई। आजकल चाहिँ हल्का हल्का तन्ना बेडसिट अनि तिनीहरू नै ओढ्ने गरेका छु मैले चाहिँ। अनि तिनीहरू पनि मिलाएर राख्नु नै पर्यो। अनि बच्चाहरू मिलाएर राखेर नि के गर्ने, चाँडै बिगारिहाल्छन्, यताउता गरिहाल्छन्। यस्तै छ। अनि अब त्यसपछि चाहिँ बच्चाहरूको र्याग मिलाउने पालो आयो। अनि बच्चाहरूले आफ्नो र्याग मिलाएर पनि राख्न सक्दैनन् कि, राख्दैनन् पनि के। अनि त्यो पनि आफैले मिलाउनु पर्ने हुन्छ। अनि लेख्यो, अनि लेखेपछि यताउति त्यत्तिकै राखिदिने गर्छन् कि, मिलाएर राखिदिए त आफूलाई नि सजिलो हुन्थ्यो नि, कामबाट हल्को भइन्थ्यो। अनि त्यो पनि मिलाएँ। अनि अस्ति तिहारको लागि सरसफाइ गरेको थिएँ नि त मैले घरभित्र। अनि त्यो सरसफाइ गर्दाखेरि दराजमा पनि लुगा कपडाहरू यताउता फैलिएको थियो कि, अनि त्यो पनि मिलाएर राख्नुपर्ने थियो। अनि पट्याएर राख्नुपर्ने थियो कि, अनि त्यो पुरै फैलिएको थियो दराजमा। अनि मेरो बानी के छ भने, दराजको एउटा कपडा निकाल्यो भने पुरै फैलिहाल्छ कि मेरो दराज चाहिँ। त्यस्तो हुन्छ मेरो हातबाट। एउटा कपडा निकाल्यो कि सबै कपडाहरू यताउता भइहाल्ने गर्छ कि। अनि त्यही कारणले मेरो दराज पुरै बिग्रिहाल्छ, चाँडै बिग्रिहाल्छ। अनि चाँडै बनाउनु पनि पर्छ। अनि अब चिसोको कपडाहरू तिनीहरू सबै एक साइडमा राखेँ। अनि गरमको कपडाहरू एक साइडमा राखेँ मैले। अनि सबै मिलाएर राखेँ, आफूलाई पनि सजिलो हुन्छ नि त। कपडा चाहिने बेलामा, खोज्ने बेलामा ट्याक्क मिलिहाल्छ मिलाएर राख्यो भने। नत्र भने खोज्न पनि धौधौ हुन्छ कि। अनि लुगा कपडाहरू पट्याउँदाखेरि, बनाउँदाखेरि, मिलाएर राख्दाखेरि मलाई चाहिँ हाँस उठिरहेको थियो कि। किनभने मेरो बुढाको र छोराको कपडाहरू चाहिँ कमै थियो। अनि हामी दुई आमा छोरीको कपडा चाहिँ अलि बढी थियो कि। अब पट्याउँदाखेरि त थाहा पाइन्छ नि त कसको कपडा कति छ के छ भनेर। अनि हाँस उठिरहेको थियो मलाई। अब हामी दुईवटा आमा छोरीको कपडा बढी छ कि, दराजमा पनि बाहिर पनि। अनि त्यति गर्दा पनि हामी दुईलाई धौ नै हुँदैन कि लुगा कपडाको। नयाँ देख्यो कि किन्ने मन लागिहाल्ने। अनि छोरी पनि म जस्तै छ कि, कसैको लगाएको कपडा देखेपछि अनि त्यस्तै कपडा चाहियो मम्मी, त्यस्तै किनिदिनु मलाई पनि भन्छ कि। अनि छोरालाई चाहिँ मतलब हुँदैन मेरो। अनि छोरीलाई चाहिँ धेरै मतलब हुन्छ। अनि हामी दुईटोको कपडा बढी छ कि, अनि दराजमा पनि बाहिर पनि। अनि हामी छोरी मान्छेलाई के हुँदो रहेछ भने, सानैदेखि छोरी मान्छेको चाल चलन अनि लगाइ खुवाइ भनाइ छ नि, अनि सबै थाहा भइहाल्छ कि। छोरी मान्छेको सानैदेखि सान सक गर्ने अनि स्टाइल पेल्ने हुन्छन् कि छोरी मान्छे। अनि छोरालाई चाहिँ मेरो केही मतलब हुँदैन कि, के कपडा यस्तो किनिदिनु उस्तो किनिदिनु, यस्तो चप्पलहरू किनिदिनु, ब्यागहरू किनिदिनु, के भन्दैन कि। अनि उसलाई चाहिँ आफैले जस्तो किन्ने त्यस्तै लाउँछ कि। अनि छोरी चाहिँ कस्ती छ भने, उसैले भनेको किन्नुपर्छ कि, जस्तो उसले भने उसै किनिदिनुपर्छ, नत्र त रिसाइहाल्छ। लाउन पनि खोज्दिनँ कि मैले आफै अनुसारको किनिदियो भने। अनि लुगा कपडाहरू किन्दाखेरि उसैलाई लगेर जानुपर्छ, उसैलाई देखाउनुपर्छ किन्दाखेरि, उसैको मनको किनिदिनुपर्छ कि, नत्र रिसाइहाल्छ फेरि। त्यस्तै छ छोरी चाहिँ, जिद्द पनि धेरै गर्ने कि,
जिद्दी स्वभावकी छन् मेरो छोरी। अनि कपडाहरू पनि उसैको छ कि बढी दराजमा। अनि कपडाहरू मिलाउन पनि मलाई 1-1.5 घन्टा जति नै लागेको थियो कि। अनि त्यसपछि चाहिँ दराजहरू राम्रोसँग मिलाएर त्यसपछि चाहिँ अब झाडु पोछा पनि गर्नै पर्यो। यो भिडियो चाहिँ मेरो कुकुर तिहारको दिनको हो। अनि बिहान चाहिँ कुकुर तिहार परेको थियो नि। अनि साँझ चाहिँ लक्ष्मी पूजा परेको थियो। अनि यो भिडियो चाहिँ मैले 1 दिन लेट भन्नाले 2 दिन लेट हाल्नेछु, किनभने अब भिडियो पनि एडिट गर्नु पर्यो, भोइस कभर गर्नु पर्यो, टाइम त लागिहाल्छ। अनि भिडियो चाहिँ एडिट म खाली टाइममा मात्र गर्छु कि, बनाएर राखिदियो अनि खाली टाइममा बनाउने गर्छु। अनि टाइम मिल्यो भने बनाउने गर्छु। अनि त्यसपछि चाहिँ अब त्यसपछि झाडु लगाइसकेको थिएँ मैले भएकोले बिहानहरूमा बरन्डामा। अनि त्यसको सरसफाइ गरेर झाडु पोछा गरेर अनि पोछा लाउँदा झाडु पोछा पनि पहिला चाहिँ भित्र कोठामा क्लिन गर्छु। अनि त्यसपछि चाहिँ नि त कोठामा पोछा लगाउने। अब त्यसपछि यो चाहिँ मेरो देउरो माथिल्लो भाग चाहिँ देउरोको कोठामा पनि सरसफाइ राख्ने चाहिँ धुलो बसिहाल्ने कि 3 दिनै पुछ्यो भने कहाँबाट आउँदो रहेछ धुलो चाहिँ बसिहाल्ने। अनि त्यसपछि चाहिँ मैले पोछा लगाएँ। अनि कोठामा पोछा लगाएँ। अब पोछा लगाएँ, साफ गरेँ, कोठा क्लिन गरेँ। अनि पोछा लगाएको थिएँ मैले। अनि पोछा लगाइसकेपछि चाहिँ अब पालो चाहिँ कुकुरहरूलाई नुहाइदिने, कुकुरहरूको सरसफाइ गरिदिने हो नि त आज। अब कुकुरहरूको पूजा गर्ने, कुकुरहरूलाई नुहाइ गरिदिने, पूजा गर्ने कुकुरको। अनि मिठो राम्रो पकाएर खुवाउने हो नि त आज। अनि त्यसपछि चाहिँ मैले सबभन्दा पहिला चाहिँ ठुलो कुकुरलाई नुहाइदिएँ। अनि ठुलो कुकुरलाई नि जाडो हुन्छ कि, खै किन हो कुकुरहरूलाई जाडो नै हुने कि, गर्मीमा पनि जाडो नै लाग्ने कि यिनीहरूलाई नुहाउन भनेपछि पहिला नै काँपिहाल्ने कि जाडोले। अनि सबभन्दा पहिला चाहिँ ठुलो कुकुरलाई नुहाइदिएँ मैले। अनि त्यसलाई राम्रोसँग नुहाएपछि चाहिँ पुछपाछ गरिदिएँ मैले। अनि किनभने पानी रह्यो भने त जाडो हुन्छ नि त कुकुरहरूलाई पनि। अनि पुछपाछ गरेर मैले घाम ताप्न बसालिदिएँ ठुलो कुकुरलाई। अनि अब त्यसपछि चाहिँ सानो कुकुरको पालो हो मेरो नुहाउने। अनि सानो कुकुरलाई नि जाडो भइरहेको थियो, नुहाउन मानिरहेको थिएन। अनि त्यसलाई पनि जबरजस्ती नुहाइदिएँ कि मैले। अनि त्यसलाई पनि अब नुहाइसकेपछि त घाममा हेलो साथीहरू, दिदी र म यो माला बनाइदैछु कुकुर पूजाको लागि। मामु हर्दन गएको छिन्, हाल्दैछु म धागो। अनि कुकुरहरूलाई नुहाइसकेपछि आफूले पनि नुहाएँ मैले। अनि नुहाइसकेपछि अब भगवानको मन्दिरमा दियो बाले भगवानको पूजापाठहरू गरेँ मैले। अनि भगवानहरूलाई पूजापाठ गरिसकेपछि चाहिँ अब आफूले पनि अलिकति अब फ्रेस हुनु, ध्यान गर्न, भगवानको सामने बस्न राम्रो लाग्छ नि त मलाई। अनि अब त्यसपछि छोरीलाई पनि टिका टालो लगाइदिएँ मैले। अनि त्यसपछि अब आयो कुकुरहरूको पूजापाठ गर्ने समय। अनि कुकुरहरूलाई पनि मैले घाममा सुकाइ राम्रोसँग भइसकेको थियो, सुकिसकेको थिएँ घाममा। अनि त्यसपछि तिनीहरूलाई माला बाँधिदिएँ मैले, टिका टालो लगाइदिएँ। अनि त्यसपछि राम्रो पकाएर खुवाएँ साथीहरू। हजुरहरूले कसरी बनाउनु भयो कुकुर तिहार कमेन्ट गर्नुहोला है। धन्यवाद हजुरहरू सबैलाई।